हेलो एभ्रिवान, वेलकम टु ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ हामी यता मासतिर घुम्न जाने भन्ने प्लान गरेको थियौँ अनि मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला। अनि अझै म बाटोमा के कस्तो हुन्छ तपाईँहरूलाई सबैले देखाउने नै छु। सो बाटोमै भेटौँ है त। कति धेरै मान्छे हो धरहरामा गाई। शनिबारमा हुन्छ होला झन् मान्छे धेरै। अहिले त बिहान बिहानै 11 बजीतिर कति धेरै मान्छे हिँड्दो रहेछ त धरहरा त यहाँ। त्यति बाबा सेतो टावर भन्थ्यो बालेनले, हो रहेछ सेतो टावरै छ। मान्छे त्यो माथि जाने भनेको चाहिँ यस्तै बाइकहरू लिएर जान्छ। यस्तै एनएस एमटीहरू लिएर जान्छ, कुदाउनको लागि जान्छ क्या माथि। र एनएस तल पनि थियो, खोइ एनएस तल चाहिँ कहाँ गयो ज्यान घुम्छ फनफन झ्याप्पै ठोकी लाहा छाप मायालाई सिलबन्दी। तिम्रै दायाँ तिम्रै बायाँ ज्यान घुम्छ फनफन झ्याप्पै ठोकी लाहा छाप मायालाई सिलबन्दी। त्यहाँ छोडिदिनु पर्दैन तपाईँले, अनि एक्सिलेटर बटारे बटारे गर्नुभयो। तपाईँले त्यो एक्सिलेटर बटारे बटारे भयो क्या, त्यही भएर भाइ ठ्याक्कै देखेँ। फाइनली माथिबाट चाहिँ भेटाएर जान्छ अनि यहाँ तलबाट चाहिँ हेमन डाँडा भन्ने कौरमा जान्छ। हामीले त्यहाँ जान लाग्यो। कहाँबाट आउँछ किन बौला हो यार, सबै म्याच होला। अनि पहिलाको त्यत्रो हलुको बाइक त धान्न सक्दैन थियो, यो त झन् यत्रो गरौँ छ नि कसले धान्छ है।
मान्छे च्याब्यो भने त च्याबिहाल्यो नि केही छैन हिमाल हिमाल गाइस हिमाल मान्छे भन्दा सेम बाइक बट डिफरेंट कलर ये थोड़ा 21 मोडल गयो 20 मोडल गयो अच्छा डिफरेंट फाइनली गाइस फाइनली हामी यो हेभन डाँडा भन्ने ठाउँमा नि आइपुगिसक्यो अब यहाँ चाहिँ मान्छेहरू धेरै रहेछ क्या अनि उतातिर चाहिँ आज यो डाँडातिर चाहिँ पिकनिक हो कि के खानाको लागि मान्छे धेरै आउँदो रहेछ नि टन्नै थियो उता चाहिँ मान्छे अनि उता एकजना अङ्कल चाहिँ पुरै ठ्याक्कै एक्सिडेन्ट हुँदै ठ्याक्कै हामी चाहिँ ठ्याक्कै आइपुग्यो भने यस के बोल्न चाहन्छौ सेकेन्ड टाइम आएको म चाहिँ यहाँ अघि मलाई झन्डै लडाएको कसले बाइक लिनु हावा कुरा गर्दैछ पोहोर पहिलाको सालमा आउँदा पनि लडायो त्यसरी अहिले पनि जङ्गल हेरौँ न जङ्गल गाइस कस्तो छ त्यहाँ कपाल जङ्गल यो चाहिँ कपाल जङ्गल कपाल आउने जङ्गल के कपाल आउने जङ्गल कपाल मात्रै आउँछ यहाँ कपाल मात्रै आउने जङ्गल हो कि यो चाहिँ आऊ ओ भाइ नफुटाउ त्यसरी घाउ हुन्छ घाउ सिसाको बोतलहरू फुटाएर हिँड्दो रहेछ किन कुरा नगर्नु इज्जत नफाल्यो आज सेकेन्ड टाइममा फेरि डेटिङ बस्न आएको हामी हेभन डाँडामा यहाँ चाहिँ घाम ताप्नलाई चाहिँ पुरै खत्रै छ फेरि खतरा भरेसम्म बस्यो भने चाहिँ यहाँ त मान्छे त ककरक्कै हुन्छ होला यता पुरै हिमाल छ यता मासतिर चाहिँ मान्छेहरू छ यतातिर हामी चाहिँ अलिकति तल आएर बसेको खप्लुङ छ्यार दाजु लु मान्छेहरू चाहिँ पुरै नाच्दैछ यार नो गुड एउटा गाडी नै हट्यो नि कितना से कोने जाती नहीं तो कौन कहता है कोने जाती नहीं तो कौन की गाड़ी है दादा ओके यार कुनै एउटा बाटो त छ
चाहिँ गाइस हामी चाहिँ त्यो हेभन डाँडा भन्ने ठाउँबाट नि फर्किसक्यो। अनि अहिले चाहिँ कति बज्यो भन्दाखेरि त्यही 3 बज्न लाग्यो होला। अनि हामी चाहिँ त्यो जोरबारीदेखि आउनुपर्छ नि त, त्यही भएर अनि धेरै टाढा छ, त्यही भएर समयमै फर्किनु लाग्यो। अनि आजको भ्लग चाहिँ यस्तै भयो गाइस।